कता हिँडेको बिजुली बालेर ओ माई गड बवाल हिरो देखियो केटाहरूलाई ओहो ल यहाँ नि बबाल बबाल रहेछ है छानी छानी ए ए ए ल भाइ आयो ग्राउन्डमा केही छैन हतार गर्न नजानुहोस् हाट भएर ल आयो आयो दर्शक नमस्ते फेरि पनि स्वागत छ तपाईँहरूलाई आज वाली मौसममा यसो आउँदा आउँदै पसिहाल्नु कस्तो रहेछ भनेर वाली छिर्न आँटेको मौसमभित्र यहाँबाट फेरि गेट हिँड्छ है अनि यतातिर अब यतातिर यता त केटाहरूसँग भेट भइसक्यो अब यताबाट सट्ट जाने हो छिर्ने के हुन्छ जेसुकै होस् है ओहो मोबाइल चाहिँ सरी माप्पाउँ भित्र है ल भित्रै जाने सट्ट भित्रबाट के हुँदैछ ओ टिकट लिएर आउने मान्छे छिटो आउनु पर्यो रे अब आइसक्यो मेरो टिकट छोडिसकेको छ क्या त्यसैले खुसी नै छु छिर्न त छिरियो होइन तर कस्तो हुन्छ केही थाहा छैन मौसम होइन यो वर्षको पहिलोचोटि छिर्दै हो अब यता यस्तो रहेछ ओहो माथि त सिधै ट्याक्क त्यहाँ बाहुनथान देखिँदो रहेछ यहाँबाट यस रमाइलै छ ए गेट यस्तो छ केटाहरू त आफ्नै पारामा हिँडिरहेछन् है हामी पनि यता ओहो मोबाइल भबारै छ हामी आइसक्यो यता भित्र घुम्दै त्यसरी होस् बिरानी हो भित्रै आइरहेन तर मान्छे चाहिँ खासै भिड चाहिँ देखिए होइन पछि होला भिड अहिले चाहिँ खासै भिड त्यस्तो देखिए होइन पछि होला कता कता यार यो त के हो कार्यक्रम हुने कता हो यता हेर न यता बेच्ने कला छन् ल है ल 5 को 500 को रेट ल आयो 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 ल है वाले रहेछ सबै अस्ति के छ र यस्तो जे लगेन 500 को दुईटा व्यापार के स्टल हो त्यो यो स्टेप बाई स्टेप ओ माई गड के हो यस्तो यो मञ्च हो के आयो यता बोल्दा बोल्दा घाँटी दुखिसके जस्तो ल ल 400 को दुईटा 500 को दुईटा भन्दा भन्दै स्टल सकिनलाई सक्यो हो के चाहिन्छ अहिले फर्केर चाहिँ सोध्नुपर्छ न फुली सोध्नुपर्छ है कता हिँडेको बिजुली बालेर हाट भएर पट भएर म सब घुम्दै आएको बवाल छ त जुत्ता त जे होस् कता हो कता हो म त आयो ग्राउन्डमा केही छैन हतार गर्न नजानुहोस् बवाल रमाइलो छ घुम्दै आइसक्यो तर घरिघरि त यस्तो बारीको ढिकढिक पनि हिँड्नु पर्ने रहेछ कि मौसममा आएको तर साह्रै लिएर उडाउनु पर्ने घुम्यो हो र घुम्दैछौँ हान्छ हो कहाँ पुग्यो कहाँ पुगिन्छ बबाल धेरै सेल सेल अरे बबाल ल यता पनि रहेछ के हो कति लामो यार मौसमको बजार हेरौँ है सेलै सेल पाइह ल हो ल चस्मा चस्मै चस्मा हुने रहेछ है यस हामी चाहिँ कता हिँडेको बिजुली बालेर
बबाल भइरहेको छ हामी त देखिरहेको छौँ हामी पनि आउँदै धेरै ओहो ल यहाँ नि बबाल रहेछ है छानी छानी ए ए ए ल ओहो ल यहाँ नि बबाल रहेछ है छानी छानी ए ए ए ल ल यता नि 500 को बिटा अरे के हो चाहिँ यस्तो ए कता हिँडेको केटा कता हिँडेको यो बारी हो बारी कता हिँडेको जे हो नि बारी हिँड्ने छ मौसम भने हिँडेको बारी हिँड्ने छ अहिले यति बेला ठिकै छ त्यो पनि एकदम फन्टास्टिक मान्नै पर्छ राम्रै मान्नु पर्छ बारी जे हिँड्ने नि जहाँ हिँड्ने नि एकदम राम्रो मान्नै पर्छ देख्दाखेरि त खत्रै रहेछ कति हिँड्दाखेरि ब्यालेन्स नमिल्दो रहेछ शरीर फर्किँदैछ फाइनल्ली आइसक्यो है के हो यस्तो बाबा म त खेल्दिनँ हो कति पैसा दिन्छ भन्नु नि यो पिङ त म सातो जान्छ बाबा फेरि हामी यतातिर घुम्दै बबाल यस्तो रहेछ यतातिर फेरि है ठुलो पिङ फोटोसुट पनि भएर चाहिँ क्या हो ठिकै छ यो पिङ चाहिँ दियोस् बबाल हो तर म त खेल्नेवाला छैन है मेरो हिम्मतै छैन मनै छैन त्यहाँ बबाल कता हिँडेको बिजुली बालेर ओ माई गड बबाल हिरो देखियो केटाहरूलाई बबाल खेलिरहेको छ नि बाबु नानीहरू मजाले खेल्दै निक्लिने के यही बिचमा आफ्ना हातमा डाडु पाउनु नखा भन्नेको भजनको किताब अहिलेसम्म मैले पोकसर कमल ओली सर रामु गुरुङ सर टक्कु गुरुङ सर तारा शर्मा नारायण पाण्डे रफिक मिया हुँदै 38 40 42 46 सालसम्म कस्ता दोहोरी गीत गाए भजन आरती के भन्ने विषयमा त किताबमा सबै कुरा छ नजिक आइदेऊ किशोर सारू